नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ किनबेचमा। आज तपाईलाई विश्वास नलाग्ला है, 40 लाखको जग्गा 32 लाखले आयो। त्यो पनि ललितपुरको धापाखेलमै रहेको जग्गा। तपाईलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको बिक्रीमा रहेको अगाडिको यो बाटो हेर्न सक्नुहुन्छ है। अगाडिपट्टि मेन ठुलो बाटो रहेको छ। लगभग 2-4 किता भित्र यो ठुलो बाटोदेखि तपाईले हेर्न सक्नुहुन्छ सर र 13 फुटे यो बाटो पाउनुहुन्छ है। 13 फुटे बाटो पिच नै रहेको छ, हेर्न सक्नुहुन्छ। तपाईलाई जस्ताको तस्तै प्रत्यक्ष रूपमा देखाउँदै छु है त। यो साइडमा घर बनेदेखि सर र यो मोबाइल आकारको जग्गा रहेको छ। तपाईले पार्टिसन गरेर छानी लिन सक्नुहुनेछ। तपाईलाई यो वरिपरि वाल लगाएर चिटिक्क छुट्याउनु भएको छ, हेर्न सक्नुहुन्छ। अहिले यहाँ केही नगरेको हुँदा यस्तो देखिएको छ। तपाईलाई जस्ताको तस्तै लाइभ देखाउँदै छु है त प्रत्यक्ष रूपमा। अहिले पनि बेलुकाको समयमा आएर खिच्दै छु। घाम मजाले लागिरहेको छ। यो धापाखेल हाइटमा रहेको जग्गा हो र यो जग्गाको ठ्याक्कै पछाडिपट्टि पनि राम्रो घरहरू छ हैन। बङ्गला टाइपको घरहरू छ, हाउसिङ टाइपको घरहरू छ। एकदमै राम्रो व्यवस्थित एरियामा रहेको चिटिक्कको बिक्रीमा रहेको जग्गा यही नै हो। अगाडिसम्म त्यो घरसम्मै रहेको छ। तपाईलाई साथ जस्ताको तस्तै देखाउँदै छु है त। त्यो घरसम्म रहेको जग्गा हो, हेर्न सक्नुहुन्छ। टोटल जग्गा 20 आना जग्गा रहेको छ। पछाडिपट्टि पनि घर बनिसकेको छ, वाल लाएर कम्पाउन्ड छुट्याइसक्नु भएको छ। अब यो जग्गा लिँदै गर्दा तपाईहरूलाई फाइदा के त? एक नम्बरमा भनेको ललितपुर महानगरपालिका वार्ड नम्बर 24 मा रहेको महानगरपालिका भित्र रहेको है। 2 नम्बरमा भनेको तपाईहरु पशुपति मन्दिर, पशुपति टोल भित्र रहेको। 3 नम्बरमा भनेको यहाँदेखि सुमेरु हस्पिटल पनि नजिकै, सादो बाटो पनि धेरै टाढा छैन, नजिकै छ ललितपुरको रिङ रोड। र अर्को कुरा भनेको सन्तानेश्वर महादेव मन्दिर। तपाईहरुले मन्दिर पूजापाठमा विश्वास गर्नुहुन्छ भने त्यो पनि नजिकै रहेको छ। रुटको गाडी चल्ने हाइवे बाटो नजिकै रहेको छ। पानी, बत्ती, ढलको निकास सबै सुविधा पाइ नै हाल्नुहुन्छ। अर्को कुरा भनेको तपाईले बिजनेस गर्नलाई लिँदै हुनुहुन्छ भने यो जग्गा किनेर यहाँनिर कारखाना, गोदाम, फ्याक्ट्रीहरू राख्छु भन्दा पनि मिलो, घर बनाएर बेच्छु भन्दा पनि मिलो, जग्गै किनेर पार्टिसन गरेर कित्ता काट गरेर बेच्छु भन्दा पनि मिलो। अब कित्ता काट गरेर टुकुरा दिँदा त महँगोमा जान्छ भन्ने तपाईलाई पनि लाग्ला। महँगोमा जान्छ। अब जग्गा धनीले आफै पनि बिक्री गर्न सक्नुहुन्छ नि त। बाटोमा खेर नजाने भयो भन्नुहुन्छ भने जग्गा धनी नेपालमा हुनुहुन्न, बाहिरै बस्ने भएको हुँदा त्यो आउँदाखेरि उहाँले यो झन्झट नै गर्न चाहनु भएन। त्यो भएर 20 आना ढिक्कै दिनुहुन्छ, एकैजनालाई जले लिनुहुन्छ। अनि तपाईहरुले जस्तो सुकै व्यापार, बिजनेस हैन, जुनसुकै प्रयोजनको लागि पनि एकदमै पर्फेक्ट हुनेछ। तपाईहरुले आफ्नो तरिकाले व्यापार गर्न सक्नुहुनेछ यो जग्गामा है त। अब लिन चाहनुहुन्छ भने ढिला नगर्नुस्, यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ। तपाईहरुलाई जस्ताको तस्तै सम्पूर्ण जानकारी दिनेछु है त। आहा नि यति राम्रो बिक्रीमा रहेको जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो होला, किनौँ लाग्यो होला। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ललितपुर महानगरपालिका वार्ड नम्बर 24 मा रहेको, धापाखेलको सुमेरु हस्पिटलभन्दा अलिकति माथि हाइटमा रहेको, पशुपति मन्दिरको साइडमा रहेको, गणेश मार्गमा रहेको यो टोटल 20 आना जग्गा रहेको छ। पूर्व फेस गरेको अगाडिपट्टि मजाको बाटो तपाईहरुले 13 फुटे पिच बाटो पाउनुहुन्छ भने यो तपाईहरुले गोदाम फ्याक्ट्री राख्छु भन्दा पनि मिल्ने, पार्टिसन गरेर बिक्री गर्छु फाइदा खाएर भन्दा पनि मिल्ने, घर बनाएर बिक्री गर्छु बस्छु भन्दा पनि मिल्ने, जुनसुकै व्यापार प्रयोजन बिजनेसको लागि एकदमै पर्फेक्ट A1 जग्गा। तपाईहरुले यो एरियामा चलन चल्तीको मूल्यभन्दा आनामै 8-10 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। अब यो एरियामा आनाको भनेको 40 देखि 45 लाख चलिसकेको रहेछ। अहिले इमर्जेन्सी जग्गा धनीले बिक्री गर्न लाग्नु भएको छ। जम्मा आनाको धेरै छैन है, 32 लाखले दिँदै हुन्छ। त्यसमा पनि तपाईले छिट्टो काम गर्छु भन्नुहुन्छ भने अलिकति मिलाइदिन्छु भनिसक्नु भएको छ। अब ढिला नगर्नु, साइडमा जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्।